नमस्ते, म नेत्र विश्वकर्मा। अहिले गणतन्त्र जातीय विवाद ल्याएर हिन्दू राज्य स्थापनाको लागि नेपालमा भइरहेको युद्धलाई म निन्दा गर्दछु। यसैगरी सरकारले गरेको निर्णयले पुलिसहरूले आँसुर ग्यास छोड्नु पहिले यो दुःखद घटना हो। पुलिसहरू सरकारको निर्णयले पनि बहुत जनतालाई कठिन पारेको छ। भ्रष्टाचार र विथितिको कारण जनता सडकमा आएको यो बुझ्नु होला सबैले। सडकमा आउनुको मुख्य कारण त्यही हो। देशमा लुटे भनेर अब हाम्रो यिनीहरूले राम्रो काम गरे भए राजाको जरुरत थिएन। अहिले राजतन्त्र भन्दै जनता सडकमा आइरहेछ। जनसङ्घर्ष गरेर र जनताको मत लिएर लिनुहोस् र यो लडाइँले केही उचित छैन। यो नेपालमा जहिले पनि शासकहरूले लडाइँ गराउँछन्, नेता कार्यकर्ता उफ्राउँछन्। यसरी कुनै पनि देशको लागि फाइदा छैन, देशको लागि घाटा छ। अरू देशले देश बनाउनको कोसिस गर्छन्। हाम्रो देशमा नेपाली लडेर मरिरहेका छन्। यसकाले धेरै निन्दा गर्दछु म। सबैले यो राजतन्त्रको बारेमा सबै एकजुट भएर र आन्दोलन गरेको राम्रो कुरो हो। बट यो लडाइँ झगडा यो पुलिसले आँसुर ग्यास गर्नु यो कुनै पनि राम्रो काम होइन। एउटा राष्ट्र संस्था रहँदामा यिनी चोरहरूलाई अहिले धेरै टेन्सन परिरहेको छ। यिनीहरूले अब के गर्ने हो, कहाँ भाग्ने हो भन्ने भइरहेको छ। त्यही कारणले यिनीहरूले आत्तिएका छन्। एमाले, काङ्ग्रेस, माओवादी यिनी 7 दलहरू आत्तिएका छन्। यो आत्तिनुको कारण के हो भने भ्रष्टाचार, विथिति, लुट्नेहरू, गाउँमा भ्रष्टाचार कस्तो भइरहेछ नेपालमा तपाईँहरूलाई केही जानकारी निश्चय पनि होला। त्यही कारणले राजतन्त्र जिन्दाबाद।